रवि लामिछानेलाई जेल हालिसकेपछि नेपालका सबै सहकारी पीडितहरूले न्याय पाइसकेको, बाँकी ठगहरू स्वतः शरीफ नागरिकमा परिणत भएको एउटा चलेको सन्दर्भ सुनाउँछु है त। खास गरी नेपाली कांग्रेसकी सांसद माया राईमाथि स्वर्णलक्ष्मी सहकारीको 2 अर्ब 65 करोड रुपैयाँ ठगीमा मुद्दा परेको छ र उनलाई कांग्रेस एमाले सरकारले फरार जस्तो देखाएको थियो। 8 महिनादेखि उनी प्रहरीको फरार सूचीमा थिइन्। यद्यपि यो 8 महिनामा उनले सांसदको हैसियतमा पाउनुपर्ने तलब भत्ता सुविधा भने पाइरहेकी थिइन्। हेर्नुहोस् है, अचम्मको विषय। र केही दिन अघि मात्रै उनी संसदमै प्रवेश गरिन् र संसदमा प्रवेश गरेर हाजिर गरेर बाहिरिन्। र त्यति हुँदा पनि यो देशको प्रहरीले, जसलाई पक्राउ पर्ची जारी भएको छ, जसलाई फरार सूचीमा राखेको छ, यो देशको प्रहरीले ती फरार आरोपी सांसदलाई देखेर पनि नदेखेझै भयो। जब यो विषय समाचारमा प्रकाशित भयो, संचार माध्यममा यो विषय उठ्यो, तर त्यस पछाडि मात्रै सरकार उनलाई पक्राउ गर्न बाध्य भयो, अर्थात् प्रहरी उनलाई पक्राउ गर्न बाध्य भयो। सरकारको बाध्यता देखियो, यहाँ व्यवस्था देखियो। किनभने यो विषय त संचार माध्यममा आयो, सामाजिक सञ्जालमा आम नागरिकहरूले प्रश्न गर्न थाले। त्यस पछाडि मात्रै सरकार माया राईलाई पक्राउ गर्न बाध्य भयो। र अर्की सांसद छिन् राप्रपाकी सांसद गीता बस्नेत, जस विरुद्ध 16 करोड रुपैयाँ ठगी गरेको अर्को मामिला पनि छ र उनी पनि प्रहरीको फरार सूचीमा छिन्। र अहिलेको सरकारले यो कुरा देख्दैन, देखेर पनि नदेखेझै गरेको छ। एमालेका सांसद देवराज घिमिरे सभामुख भएको मौकामा यी दुवै सांसदलाई संसदमा नआए पनि तलब भत्ता चाहिँ दिइने रहेछ मजाले। तलब भत्ता उनीहरूले पाउने, संसद नगए पनि हुने, हाजिर नगरे पनि हुने, जनताका मुद्दामा नबोले पनि हुने, सहकारी ठगी गरे पनि हुने। र सांसद बस्नेतले 16 लाख र सांसद राईले 11 लाख भत्ता बुझिन्। एकातिर सहकारी ठगी गरिन्, अर्कोतिर सांसदको हैसियतमा यो देशबाट पाउनुपर्ने भत्ता पनि बुझिन्। जबकि उनीहरू महिनौदेखि संसदमा पाइला टेकेका छैनन्। एकातिर पक्राउ पर्ची छ, अर्कोतिर संसदमा गएल छन्, तर सुटुक्क भत्ता बुझ्छन्, आउँछन्, झोलाभरि चाहिँ नि पैसा राखेर निस्किन्छन्, हिँड्छन्। र यस्तो किन त भनेर भन्दाखेरि खासमा रवि लामिछानेलाई जेल हालिसकेपछि अब सहकारी समस्या सकियो भनेर बुझ्दा हुन्छ। सहकारीमा धेरै ठूलो ठगी भयो भनेर जुन एउटा प्रोपोगण्डा गरिएको थियो, त्यो प्रोपोगण्डा रवि लामिछानेलाई जेल हालिसकेपछि सकियो। रवि थुन्नका लागि त्यो प्रोपोगण्डा गरिएको थियो, त्यो सकियो। त्यो काम पूरा भएपछि अब त्यो सबै कुरा सकियो। के को सहकारी पीडित, अब त्योतर्फ सोच्ने फुर्सद अथवा त्यसतर्फ बहस गर्ने फुर्सद कसैलाई पनि देखिएन, छैन। किनभने उद्देश्य नै रवि लामिछाने चुन्नु थियो। र कम्तीमा नेकपा एमाले नेतृत्वको सरकार कांग्रेसको आधा हिस्सेदारीबाट देशमा चाहिँ कस्तो सुशासन हुन्छ भनेर बुझ्नको लागि यो घटनाक्रमले पनि केही थप स्पष्ट पार्छ होला। त्यसकारण पनि म यो विषय यहाँहरूलाई जानकारी गराइरहेको छु। र सांसदले, प्रतिनिधि सभाको सांसदले मासिक पारिश्रमिकका रूपमा पाउने 66,070 रुपैयाँ हो पारिश्रमिकका रूपमा, र मासिक विशेष भत्ता बापत 1,000 रुपैयाँ, संचार सुविधा बापत 3,000 रुपैयाँ र धारा पानीको नाममा 2,000 रुपैयाँ गरी मासिक एकमुष्ट 72,070 रुपैयाँ पाउँछन् प्रतिनिधि सभाको एकजना सांसदले। र प्रहरीको फरार सूचीमा रहेको लामो अवधिमा पनि यी दुई सांसदले, जो सहकारी ठगी प्रकरणमा मुछिएका छन्, गीता बस्नेत र माया राई, यी दुई सांसदले अहिलेसम्म मासिक 72,070 रुपैयाँका दरले तलब भत्ता अन्य सेवा सुविधा बापत मजाले बुझे। यो देशको संसदले उनीहरूलाई यो सुविधा दियो, जबकि उनीहरू संसदमा पाइला टेक्न पनि परेन, हाजिर लाउन पनि परेन, जनताका मुद्दा उठाउन पनि परेन, सहकारी ठगेको छ, पक्राउ पर्ची जारी भएको छ, तलब भने मजाले चाहिँ बुझेको छ। यो खालको परिस्थिति देखियो। र यस्तो परिस्थितिमा पनि यो देशका प्रधानमन्त्री अथवा अन्य सत्तामा रहेका
नेताहरू शासकहरू सुशासनको रटान लगाउन भने छाड्दैनन् कि यही हो सुशासन के एकजना व्यक्तिलाई थुन्दैमा सबै सहकारी पीडितहरूको मुद्दा सकियो कि पीडितहरूले न्याय पाए कि अन्य सहकारी ठगहरू कानूनी दायरामा आए यो प्रश्न हरेक आम जनताले गरिरहेका छन् कि यो प्रश्नको जवाब यो देशको सरकारसँग छ